संसारमा जति पनि झण्डाहरू छन् ती सबैले एउटा साझा नियम मान्छन्, तर एउटा झण्डा छ जसले त्यो नियम तोड्छ। हो, आज हामी नेपालको यही अनौठो झण्डाको कथाभित्र डुबुल्की मार्दैछौँ। प्रश्न एकदमै सिधा छ, आखिर किन? संसारमा झण्डै 200 देश छन् र सबैको झण्डा चारकुने मतलब आयताकार छ, तर नेपालको मात्र किन फरक? यो प्रश्नको उत्तर खोज्दै जाँदा हामी एउटा निकै रोचक इतिहासको पाना पल्टाउन पुग्छौँ। हो, संसारभरिमै यस्तो झण्डा अरू कुनै देशको छैन, तर यो अनौठो आकार आयो कहाँबाट? कसरी बन्यो त यस्तो? अब सुन्दा अचम्म लाग्न सक्छ हैन? झण्डाको कुरा गर्दा जहाज कहाँबाट आयो? तर विश्वास गर्नुहोस्, सम्बन्ध निकै गहिरो छ, किनभने संसारका धेरैजसो झण्डाहरूको आकार नै समुद्रले तय गरिदिएको हो। कुरा 16औं शताब्दीतिरको हो, जब युरोपियली शक्तिहरू समुद्रमा आफ्नो साम्राज्य फैलाउँदै थिए। उनीहरूलाई एउटा ठूलो समस्या आइलाग्यो, टाढाबाट आफ्नो जहाज कसरी चिन्ने हो। त्यसैको समाधानको लागि झण्डाको प्रयोग हुन थाल्यो, र आयताकार झण्डा हावामा मज्जाले फरफराउने भएकोले टाढाबाट पनि स्पष्ट देखिन्थ्यो। बिस्तारै बिस्तारै यही डिजाइन संसारभरि एउटा मानक नै बन्न पुग्यो। तर नेपालको कथा पुरै फरक थियो। पहिलो कुरा, नेपाल एक भूपरिवेष्टित राष्ट्र हो जसको समुद्रसँग कुनै सिमाना जोडिएको छैन, र दोस्रो, यो देश कहिल्यै कसैको उपनिवेश बनेन। त्यसैले जहाजको लागि आफ्नो झण्डा बदल्नुपर्ने कुनै आवश्यकता नै परेन। नेपालले आफ्नो हजारौं वर्ष पुरानो परम्परागत त्रिकोणीय आकारलाई नै निरन्तरता दियो। ल, झण्डाको आकार किन यस्तो छ भन्ने त बुझियो, तर यति पुरानो झण्डा हो भने यसलाई डिजाइन गर्ने व्यक्ति को होला त? हो, यो प्रश्नले हामीलाई अर्को एउटा रहस्यको ढोकामा पुर्याउँछ। र यसको एकदमै सरल उत्तर हो, कसैलाई पनि ठ्याक्कै थाहा छैन। जहाँ संसारका धेरै देशहरूलाई आफ्नो झण्डा कसले कहिले बनायो भन्ने स्पष्ट थाहा छ, हाम्रो झण्डाको डिजाइनर भने इतिहासको पानामा कतै हराएको जस्तो देखिन्छ। तर डिजाइनरको नाम थाहा नभए पनि यो कति पुरानो हो भन्ने केही सङ्केतहरू भने पक्कै छन्। यो डिजाइन पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुभन्दा पनि धेरै पुरानो मानिन्छ। भक्तपुरको चाङ्गुनारायण मन्दिरमा त यसको धातुको संस्करणै भेटिन्छ। कतिपयको दाबी त के छ भने यसको जरा हजारौं वर्ष पुरानो वैदिक कालसम्म पुग्छ। अहिले हामीले देख्ने आधुनिक स्वरूप भने सन् 1962 को संविधानले तय गरेको हो। अब यो झण्डाको विशेषता यसको आकार मात्रै होइन है, यसमा प्रयोग भएको हरेक रङ र हरेक प्रतीकको एकदमै गहिरो अर्थ छ। आउनुहोस् अब ती अर्थहरूलाई एक एक गरी केलाएर हेरौँ। सुरु गरौँ यसको रङबाट। झण्डाको सिमरिक रातो रङ, जुन हाम्रो राष्ट्रिय रङ पनि हो, यसले नेपालीहरूको वीरता र बहादुरीलाई जनाउँछ। अनि यसको बाहिरी नीलो किनाराले शान्तिप्रतिको हाम्रो प्रतिबद्धता देखाउँछ। अब कुरा गरौँ दुई त्रिकोणको। यसले एकातिर हिमाललाई र अर्कोतिर देशका दुई प्रमुख धर्म हिन्दू र बौद्धलाई सँगै प्रतिनिधित्व गर्छ, र अन्त्यमा सूर्य र चन्द्रमा। यी दुईले के जनाउँछन् भने जबसम्म आकाशमा सूर्य र चन्द्रमा रहन्छन् तबसम्म नेपाल पनि रहिरहनेछ। सूर्य र चन्द्रमाको अर्थ यतिमा मात्रै सीमित छैन, यसको अर्को तह पनि छ। चन्द्रमाले नेपालीहरूको शान्त र शीतल स्वभावलाई जनाउँछ भने सँगसँगै हिमालयको चिसो मौसमलाई पनि। अर्कोतिर सूर्यले नेपालीको वीरता र दृढ सङ्कल्पलाई देखाउँछ अनि तराईको गर्मी भूभागलाई पनि। कस्तो अचम्म, एउटै प्रतीकले मानिसको स्वभाव र देशको भूगोल दुवैलाई एकै पटक समेटेको छ। तर यो झण्डा केवल रङ, आकार र प्रतीकहरूको एउटा सङ्ग्रह मात्रै होइन, यो त्योभन्दा धेरै माथि छ। यो त सिङ्गो राष्ट्रलाई जोड्ने एउटा एकताको प्रतीक हो। आखिर कुनै पनि झण्डाको वास्तविक शक्ति केमा हुन्छ? त्यो हो त्यसले जगाउने भावनामा। नेपालको झण्डाले पनि त्यही राष्ट्रवादको भावनालाई समेट्छ, एउटा यस्तो भावना जसले फरक फरक पृष्ठभूमिका मानिसहरूलाई एउटै नेपाली पहिचानमा बलियोसँग बाँधेर राख्छ। हामीलाई थाहा छ नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देश हो। यहाँ सयौं भाषाहरू बोलिन्छन्, विभिन्न धर्म र संस्कृतिहरू मानिन्छन्। हो, यस्तो विविधताको बीचमा यो झण्डाले सबैलाई एउटै मालामा गाँस्ने काम गर्छ। यो विविधतामा एकताको सबैभन्दा सुन्दर र साँचो उदाहरण हो। यो भावनालाई यी शब्दहरूले कति सुन्दर ढङ्गले व्यक्त गर्छन्। डाँडाकाँडा होस् वा झर्दै गरेको तराई, हाम्रो मन र मस्तिष्क सधैँ नेपाली। उठाउँ हाम्रो झण्डा, चन्द्र र सूर्य। चाहे कोही पहाडमा बसोस् वा तराईमा, यो झण्डा सबैको साझा पहिचान र गर्वको विषय हो। र यो झण्डा केवल इतिहासको किताबमा वा सरकारी कार्यालयमा मात्रै सीमित छैन।
यो त एउटा जीवित विरासत हो जसलाई नेपालीहरू आज पनि उत्तिकै गर्व र उत्साहका साथ मनाउँछन्। 35,000 भन्दा बढी। सोच्नुहोस् त, सन् 2014मा 35,000 भन्दा पनि बढी नेपालीहरू काठमाडौँको टुण्डे खेलमा भेला भएर संसारकै सबैभन्दा ठूलो मानव झण्डा बनाएका थिए। उनीहरूले एउटा नयाँ विश्व कीर्तिमान नै कायम गरे। यो सङ्ख्याले नै देखाउँछ कि यो झण्डा उनीहरूको मनमा कति गहिरोसँग बसेको छ। त्यसैले अन्त्यमा नेपालको झण्डाको खास विशेषता यसको अनौठो आकार मात्रै होइन, यो त स्वतन्त्रताको, कहिल्यै नहार्ने दृढताको र अनेकतामा एकता भएको एउटा सुन्दर देशको कथा हो। यो एउटा यस्तो राष्ट्रको प्रतीक हो जो इतिहासमा कहिल्यै झुकेन र सधैँ आफ्नो पहिचानमा गर्व गरिरह्यो। त्यसो भए के झण्डा केवल कपडाको एउटा टक्रा मात्र हो, वा यो साँच्चै नै कुनै राष्ट्रको आत्मा हो? यही प्रश्नमाथि सोच्न छोड्दै आजको लागि यति नै।